हुन्छ जय मसी सबैलाई अनि धन्यवाद धेरै सबैजनालाई मेरो निम्ति धेरै प्रार्थना गरिदिनु भएको छ। हरेक कुराहरुमा प्रभुले मलाई सहायता गर्नुभएको छ अनि म परमेश्वरको प्रेम अनि उहाँको कृपालाई प्रत्येक दिन प्रत्येक बिहानी देख्दछु मेरो जीवनमा। अनि यो कुराहरुले म अति साह्रो आशिषित भएको छु है। अनि यहाँ दिनौं बित्दै गर्दैछ अनि समयहरु बिस्तारै चाँडै जाँदैछ बित्दैछ है। कुनै बेलामा ढिलो जस्तो लाग्छ त कुनै बेलामा कति चाँडो बितेको जस्तो लाग्छ। हेर्दै जाँदै गर्दा बस्दै गर्दाखेरि टक्क 2 महिना नै कम्प्लिट भएर 3 महिनामा छोइसक्यो। अनि यहाँनिर आउँदै गर्दा धेरै कुराहरु महसुस गर्दैछु मैले। अनि प्रभुले मलाई धेरै कुराहरु सिकाउनु भएको छ। ती कुराहरु बीचमा मैले एउटा सानो कविता लेखेको छु है, जुन चाहिँ म आज तपाईहरुको बीचमा शेयर गर्दैछु। यसको शीर्षक छ न्यानो अंगालो। जब सब कुरा छोडेर टाढा आए, कोही नहुँदा पनि यो बिरानो ठाउँ, यो सुनसान सडक र यो चिसो रातमा त्यो न्यानो अंगालो पाएँ। त्यो न्यानो अंगालो न त मेरी आमाको हो, न मेरो बाबा, न नै त्यो मेरो श्रीमती वा न नै त्यो मेरो छोरा र छोरीको हो। त्यो न्यानो अंगालो त मलाई सृष्टि गर्नुहुने मेरो आमाको गर्भमा म रचिनु भन्दा अघि नै मलाई देख्नुहुने परमेश्वरको रहेछ। त्यो न्यानो अंगालो जसले मलाई म जन्मिनु अघिदेखि आज अहिलेसम्म बेरेर राखेको छ। त्यो न्यानो अंगालो जुनमा मेरो सारा खुशी छ। त्यो न्यानो अंगालो जसले सारा संसारले छोड्दा नि नछोडी हरेक समय मलाई न्यानो बनाएर बाँधेर राखेको छ। त्यो न्यानो अंगालो जहाँ म सधैँ सुरक्षित हुन्छु। जसरी चिलले आफ्नो बचेरालाई सुरक्षित बनाएर राख्छ अंगालोले बेरेर, त्यस्तै कुनै पनि हानि हुनु दिँदैन मलाई न्यानो अंगालोले। अहिले यताको मौसम चिसो छ, तर चिसो भए तापनि म यहाँनिर महसुस गर्दैछु यो समयमा पनि न्यानो अंगालोको, जसले साँच्चै नै कहिले मलाई छोड्नु भएको छैन, कहिले मलाई त्याग्नु भएको छैन। हरेक समय मलाई बेरेर अनि बाँधेर राख्नु भएको छ त्यो न्यानो अंगालोमा। जीवनभरि, जीवन अघि र अझै जीवनपछि पनि रहिरहनेछ त्यो न्यानो अंगालो। हुन्छ जय मसी, धन्यवाद।